लाइक अब यो खाँदै गर्दाखेरि चाहिँ अब क्यामेराम्यानले पनि सकभरसम्म त त्यो अरूको कुरा काट्ने समयले चाहिँ सदुपयोग गरे तपाईहरु पनि बरु ब्लग नै स्टार्ट भएको छ भने पनि म कहाँ आएर मसँग सल्लाह गर्नु। हेलो साथीहरु, तपाईहरुलाई यस आरके मल्ल भाइ च्यानलमा स्वागत छ र आजको भिडियो चाहिँ विशेष गरी बनाउनुको कारण के हो भनेपछि यो भ्लग च्यानल स्टार्ट गरेदेखि मैले चाहिँ धेरै चुनौतीहरुसँग झेल्नु परेको छ। लाइक हुन्छ नि हैन, अब धेरै मान्छेहरुले के भन्छन् भनेपछि यो भ्लग यो भिडियो किन बनाउँछ, लाइक याउ त्याउ भन्ने कुराहरु गर्छन्। र साथीहरु अब हुन पनि हो, अब गाउँ घरबाट चाहिँ फर्स्ट चोटी भ्लग स्टार्ट गर्दाखेरि चाहिँ के हुँदो रहेछ भनेपछि अचम्मित हुनु पनि स्वाभाविक कुरा नै हो। तर म चाहिँ के भन्न चाहन्छु भनेपछि साथीहरु, थपथाप गरेर जो मेरो स्ट्र्या गर्नेहरु हुन्छ नि तिनीहरु चाहिँ थपथाप गरेर अरु कुराहरु पनि निकालेर लाइक के गर्दैन भ्लग मात्रै बनाइराख्छ। लाइक हुन्छ नि, अब मेरो समस्या मलाई थाहा छ हैन, अहिले चाहिँ म के गर्न पाइरहेको छैन किनभने मेरो समस्या मलाई थाहा हुन्छ। त्यही भएर तर पनि धेरै जसोले अन्य कुराहरु बोलिराख्दाखेरि चाहिँ मेरो मन दुख्छ र म चाहिँ तिनीहरुलाई के भन्न चाहन्छु भने लाइक ममा कुनै कमी छ भनेपछि मैले के अरु के नजानेर होला के कुराहरु गल्ती भएको छ भने पनि म कहाँ आएर मसँग सल्लाह गर्नुस्, मलाई सम्झाउनुस्, यस्तो गलत भयो यो सुधार्नुस्। म कमसे कम के नभए पनि त्यो गल्ती गरेको अवस्था गर्न पाउँछु अनि गल्ती गरेको कुराहरुलाई सुधार्ने मौका त मिल्छ मलाई। र त्यही भएर साथीहरु, म ती व्यक्तिहरुलाई के भन्न चाहन्छु भने जो पनि हेर्दै हुनुहुन्छ, जो मेरो डाहा गर्नेहरु हुनुहुन्छ, तपाईहरु कुरा काट्नुस्, म नकाट्नु भन्दैन। तपाईहरुलाई खुसी मिल्छ भने कुरा काट्नुस्, तर त्यो कुराहरु चाहिँ म कहाँ आएर पनि शेयर गर्नुस् के, म कहाँ आएर पनि शेयर गर्नुस्, म त्यही भन्न चाहन्छु। किनभने मलाई चाहिँ त्यो गल्ती सुधार गर्ने मौका मिल्छ। र अनि म के भन्न चाहन्छु भने सकभरसम्म त त्यो अरूको कुरा काट्ने समयले चाहिँ सदुपयोग गरे तपाईहरु पनि बरु ब्लग नै स्टार्ट गर्नुस् के हैन, तपाईहरु पनि ब्लग स्टार्ट गर्नुस्, अगाडि बढ्नुस्। लाइक अहिले पो पैसा छैन होला, भोलि त तपाईहरुले स्ट्रगल गरिसके पश्चातको नतिजा त वाउ भन्ने हुन्छ नि त। त्यही भएर प्यासन्स रहनुस्, अगाडि बढ्नुस्, कुरा काट्नु भन्दा त्यो समयको सदुपयोग गरेर चाहिँ युट्युब च्यानल खोल्नुस्, मेरो जस्तै भिडियो अपलोड गर्नुस्। समस्याहरु त हुन्छ, गाउँ घरमा के हुन्छ भनेपछि कसैले भ्लग च्यानल स्टार्ट गरेको हुँदैन। अब मेरै गाउँतिरको कुरा गर्नु पर्दा पनि लाइक मैले सुरुवात गरेँ नि त्यो भ्लग गर्नको लागि। त्यही भएर के हुन्छ भनेपछि मैले सुरुवात गरेको छु र यो अचम्मित हुने कुरा पनि हो। लाइक अब अरूले सोध्छन् होला किन भिडियो बनाउँछ, किनकि हाम्रो गाउँघरतिर अब यो भ्लग बनाएर कसैले पैसा कमाएको त छैन। लाइक अब हुन्छ नि, त्यही भएर पनि होला अब अचम्मित हुनु स्वाभाविक कुरा पनि हो। तर अब त्यो कुरा स्वाभाविक हुँदाहुँदै पनि अरु कुराहरु पनि कि लाइक अब कोही हुन्छ नि त हैन, अब कसैको स्ट्र्या गर्नेहरु हुन्छन्, बैरीहरु हुन्छन्, अब तिनीहरुले चाहिँ थपथाप गरेर अरु कुराहरु पनि निकाल्ने कि लाइक समय वेस्ट गर्छ याउ त्याउ भन्ने कुरा। यो अहिलेको वेस्ट भएको समयले पछि त राम्रो गर्छ होला नि त भनेर म लागेको छु र म छोड्नेवाला छैन। म कसैको कुराहरुमा आएर पनि छोड्नेवाला छैन, किनभने झन् मलाई यो कुराहरु गर्दै जाँदाखेरि चाहिँ झन् मलाई मोटिभेट मिलेको छ हैन। लाइक हुन्छ नि त, अब केही कुराहरु पनि हामीहरुले चाहिँ पोजिटिभ रुपमा लिनुपर्छ। त्यही भएर मलाई चाहिँ मोटिभेट मिलेको छ। लाइक अब यो खाँदै गर्दाखेरि चाहिँ अब क्यामेराम्यानले पनि म खान्छु भनिसकेको छ। लाइक अहिले भिडियो एन्ड भइसकेपछि अनि खाला, अहिले भिडियो बनाउँदै गर। लाइक अब म चाहिँ विषयमा जानु पर्दाखेरि चाहिँ लाइक हुन्छ नि त हैन, अब गाउँघरतिर चाहिँ धेरै हेपिन्छ कि साथीहरु हैन। लाइक सहनु पर्दो रहेछ। लाइक कुनै कुराहरु चाहिँ कुनै नयाँ कुराहरु चाहिँ सुरुवात गर्नु पर्दा केही कुराहरु चाहिँ सहनु पर्दो रहेछ र स्ट्रगल चाहिँ छोड्नेवाला छैन म जे भए पनि हैन। लाइक मैले चाहिँ यो ब्लग स्टार्ट गर्नुको नै एउटा मुख्य अरु नै कारण छ र त्यो कारण चाहिँ के हो भनेर म तपाईहरुलाई फर्स्ट ब्लगमा पनि खुलाएको छु। र म समय बित्दै जाँदाखेरि एन्गेजमेन्ट चाहिँ यो च्यानलमा एन्गेजमेन्ट बढ्दै जाँदाखेरि अनि म तपाईहरुलाई चाहिँ बाँकी कुराहरु अरु पनि शेयर गर्दै जानेछु। लाइक मलाई तपाईहरु चाहिँ सपोर्ट गर्दै जानु होला अनि सकेसम्मको सपोर्ट गर्दै जानु होला। र तपाईहरुको पनि च्यानल छ भनेदेखि यो कमेन्ट बक्समा चाहिँ मेरो च्यानल छ भनेर भन्नु होला। म तपाईहरुलाई सपोर्ट गर्नेछु, किनभने एक अर्काले चाहिँ मिलेर जाँदाखेरि के हुन्छ भनेपछि फुल्ली सपोर्ट भइन्छ नि त। त्यही भएर लाइक मैले चाहिँ यताउति लाइभमा गएर पनि सब्स्क्राइब बढाउने कोसिस गरेँ, तर त्यसरी बढाएको सब्स्क्राइबर चाहिँ
घट्दो रहेछ पछि लाइक अनसब्सक्राइब गरेर जान्छन् कि अब लाइक अब त्यत्तिकै सब्सक्राइब गर्यो भने पनि आफै घट्छ। त्यही भएर त्यस्तो चाहिँ नगर्नु होला, अनसब्सक्राइब चाहिँ नगर्नु होला। सब्सक्राइब गरिसके पश्चात फुल्ली सपोर्ट गर्दै जानु होला एकअर्कालाई। र म पनि तपाईँहरूलाई चाहिँ सपोर्ट गर्दै जानेछु। मलाई भन्नु होला तपाईँहरूको च्यानल छ भने पनि कमेन्ट बक्समा चाहिँ मेरो च्यानल छ भन्नु होला, म तपाईँहरूलाई चाहिँ सब्सक्राइब गर्नेछु। त्यही नै हो साथीहरू, अब यति नै थियो आजको कुरा। र अगाडि बढ्नुहोस्, केही कुराहरू गर्नुहोस्। लाइक कुनै कुराहरूको स्टार्ट गर्नु पूर्व तपाईँहरू चाहिँ धेरै च्यालेन्जहरू खप्नुपर्ने हुन्छ। कुनै कुरामा जानुभन्दा अगाडि तपाईँहरूले चाहिँ मनैदेखि मनसाय एउटा यस्तो मन बनाएर जानुहोस् कि लाइक धेरै चुनौतीहरू अब आउनेवाला छ है। किनभने यो कुरा चाहिँ हाम्रो स्टार्टिङ कुराहरू हो र यो कुराहरू चाहिँ नौलो कुराहरू हो। यदि तपाईँहरू चाहिँ नौलो कुराहरू गर्दै जानुहुन्छ भने त्यसमा धेरै चुनौतीहरू छ साथीहरू। लाइक मैले अहिले जुन कुराहरू फेस गरिरहेको छु र त्यो कुराहरू चाहिँ म तपाईँहरूलाई भविष्यमा पनि सेयर गर्दै जानेछु। त्यसको लागि चाहिँ तपाईँहरूले यो च्यानलमा जोडिनु पर्ने हुन्छ। र तपाईँहरू पनि कुनै कुराहरू नयाँ कुराहरू स्टार्ट गर्दै हुनुहुन्छ भनेदेखि डर नमान्नुहोस्। हिम्मत छ भने, आँट छ भने, गर्ने इच्छा छ भने त्यो प्रति तपाईँहरू त्यो कुरालाई चाहिँ स्टार्ट गर्न सक्नुहुन्छ। सोचेर के गर्लान्, के भन्लान्, के गर्लान् र के होला भनेर सोचिरहनुहुन्छ भने त्यो कुराहरू कहिले पनि हुनेवाला छैन। त्यही भएर त्यो कुरा त्यो कुरा सोच्नुभन्दा पनि तपाईँहरूले चाहिँ आफ्नो मनसाई बनाएर त्यो कुरालाई तपाईँहरूले सिधै अहिलेदेखि नै स्टार्ट गर्न सक्नुहुन्छ। लाइक तपाईँहरूले यति भ्लग च्यानल स्टार्ट गर्ने सोच बनाउनु भएको छ भने अहिलेदेखि बनाउनुहोस्। म तपाईँहरूलाई त्यो सल्लाह दिन चाहन्छु र यसलाई चाहिँ पार्ट टाइमको रूपमा लिनु होला भन्दै यो भिडियोलाई म इन्ड गर्छु। धन्यवाद।